घुम्ने भन्दा नि म बिहानै हिँड्न सुरु गरेको, किनकि मेरो स्कुल सुरु भएपछि मलाई धेरै नराम्रो बानी बस्छ। अब म बसदेखि चाहिँ आफूलाई हिँड्न कोसिस गर्छु, हिँडाउन कोसिस गर्छु। अनि स्कुल बिहान 3 बजीदेखि हुन्छ, अनि 3 बजी म उठेर रेडी हुनुपर्छ। त्यही भएर अबदेखि म बानी चेन्ज गर्न लागेको। सबैजनालाई गुड मर्निङ भन्न चाहन्छु, सबैजनालाई शुभ प्रभात, शुभ बिहानी। प्रभात होइन फेरि, यसलाई त के भन्छ, दिउँसो भइसकेको छ क्या हो, यसले त दिउँसो भिडियो बनाएर नि भन्ला भनेर शुभ बिहानी सबैजनालाई नमस्ते। मेरो कन्टिन्यू भ्लग हेर्दै जानु होला। म यहाँ यसो राउन्ड मार्छु अनि यसो एक्सर्साइज गरेको जस्तो गर्छु। धेरै एक्सर्साइज गर भने फेरि मोटी हुन्छ नि त म भनेर भन्नुहुन्थ्यो, पतली हुन्छ। तर यहाँबाट कस्तो राम्रो भ्यू देखिरहेको छ, चराचुरुङ्गी पनि कराइरहेको छ चिरबिर गरेर, तर आवाज आउँदैन उहाँसम्म, किनकि अब अहिले बिहानको 5 बजिसक्यो नि त। यहाँ चाहिँ 5 बजीदेखि अस्मिता मिसले साढे कति बजे भन्थ्यो, 6:30 बजीदेखि पानी छर्न सुरु गर्छ भन्थ्यो। तर अहिले त 5 बजे नै स्टार्ट भइसकेको छ। हेर्नुहोस्, वा लुक एट दिस। अब उताबाट घाम आउनु लागिरहेको छ, कति राम्रो घाम देखिन्छ उताबाट चाहिँ। अब एकछिनमा आउँछ। अस्ति पनि हामी जाने बेलातिर आएको, हामी 5 बजीतिर हिँड्थ्यो भने हामी 5:49 घर पुगेको थियो। त्यति बेला जाने बेलातिर आएको। तर मलाई आज के खुसी लाग्यो भन्दाखेरि, म अस्ति ढिलो हिँडिरहेको थिएँ, अस्मिता मिसले हिँडेर हेर न, म 15मा पनि म पुगिसक्थेँ, आज पुग्न सकिनँ भनेर भनेको थियो। आज त म कतिमा आइपुगेँ थाहा छ? म घरबाट 4:22मा हिँडेको थिएँ भने आउन म यहाँ ठ्याक्क 5 बजे न, म 4 नै आइपुग्यो, 5 पनि बजेन अहिले त झन् ठिक्क टाइममा आइपुगेको छु। तर यहाँ चाहिँ शुक्रबारको दिन मात्र खुल्ला हुने रहेछ पानी, नत्र भए त पानी छरिसकेर मेरो जुत्ता सबै भिज्यो गाइज, मेरो जुत्ता भिज्यो। पानी छरेर भसक्कै बनाएछ जनताले। म हिँड्नु आउँछ भनेर हो क्या, सबै पानी छरेछ हो केटीहरूले त। अब म कसरी हिँड्नु यो पानीमा? जुत्ता खोलेर हिँड्नु पनि अलिपछि मलाई फेरि चिसो लाग्छ खुट्टामा। त्यसैले म यत्तिकै हिँड्छु, ट्याक पाराले जुत्ता लगाएरै साइडबाट हिँड्छु। तर मैले अस्ति यहाँनिर हो मैले अस्ति गरेको, एक्सर्साइज गरेको सिटी सेन्टर। हेर्नुहोस्, लुक एट दिस साइड, वाउ सिटी सेन्टर, वाउ। धन्न मैले यहाँ अस्ति एक्सर्साइज गरेको ठाउँमा पानी हालिरहेको रहेछ भाइ। अब एक्सर्साइज त गर्न आएँ, तर पानी उता छ भनेदेखि म यहाँ बसेर अब यसो अस्तिको जस्तो एक्सर्साइज गर्छु। अब म चाहिँ एक्सर्साइज गर्छु, स्टार्ट, रेडी सेट गो। मेरो मोबाइलमा लाग्यो भने तपाईँहरू बताउनुहोस् ल, भिडियो हेर्नुहरू बताउनुहोस् ल। कति राम्रो नाम पार्टमा सही हुन्छ, तर अर्को पार्ट मलाई मनपर्छ, र अर्को पार्ट चाहिँ छैन। मेरो पानी पऱ्यो मोबाइलमा। हाई गाइस, मेरो मोबाइलमा पानी पऱ्यो क्या, म त्यो उठेर आएको। कत्रो पानी छ यहाँ, देखेनौ? यत्रो मुसलधारी पानी। यो पानीले त बगाउँछ के अरे मलाई त।
कति साह्रो पानी परेको भनेर भन्नुहुन्थ्यो। यहाँ चाहिँ पानी छरेको भएर मेरो ठाउँमा चाहिँ केही पनि राख्दिएन। मेरो पानीलाई मेरो मोबाइललाई चाहिँ भिजाइदियो। मोबाइल भिजाइसक्यो अनि मैले अहिले कसरी जानु? ला मोबाइलबाट हिँड्नुपर्छ नि त म त भनेर भन्नुहुन्थ्यो। खास गरी म अब एक्सर्साइज गरेर सकाउनलाई त्यसले कस्तो मजाले एक्सर्साइज गरेको छ त मलाई भने एक फिटिक गर्न पनि मन लाग्दैन। एक्लै आएको त्यही माथि जानु साथीहरूको दौडिनु मजा आउँथ्यो। साथीहरू छ अब सुतेर बस्दै कसले जान्छ कि भनेर मेसेज गरेको अनलाइनमा देखेँ। फोन पनि गरेँ तर उसको मोबाइल साइलेन्टमा थियो, उसले उठाएन। अब मैले चाहिँ सोचिरहेको थिएँ कि म ढिलो आइपुगेँ भनेर, तर आज त छुट्टी होइन नि त, अस्तिको छुट्टी थियो र त्यति बेला पनि पानी हालेको थिएन। आज त पानी हालेको छु किनकि आज छुट्टी होइन नि त, आज त सन्डे हो नि त, सन्डे आइतबार भनेर भन्नुहुन्छ। आइतबार हो नि त, त्यही भएर छिटो पानी हालेको रहेछ यहाँ चाहिँ। अब एकछिनमा चाहिँ ठ्याक्क म त सोच्दा थिएँ म 5 बजी आइपुग्यो भने म त 4:49मा यहाँ आइसकेको रहेछ। 22मा हिँडेर म 4:49मा यहाँ आइसकेको रहेछ गाइस। तर के गर्नु, साथीहरूसँग हिँड्नुको मजै बेग्लै हुँदो रहेछ र एक्लै हिँड्नुको मजै बेग्लै हुँदो रहेछ। डिफ्रेन्ट हुने है। तपाईँहरूलाई के थाहा? मलाई त थाहा भयो आजबाट, नत्र मलाई थाहा थिएन भनेर भन्नु। तर मैले मुखमा त धुराको ब्रस पनि केही गरेको छैन। मेरो दाँत पहिला देखेको होला गाइस भनेर भन्नुहुन्थ्यो। यो मनिका विक्रमको बहिनी कति बोले कि एक्सर्साइज गर्ने ठाउँमा बसेपछि अरूले गर्छ होला नि होइन। कस्तो रहेछ म त मान्छे अचम्मको के, अरूले गर्छन् होला नि एक्सर्साइज। यत्रो बाढी आयो यहाँदेखि, यत्रो बाढीमा म चुर्लुमा डुबेर मरिहाल्छु त। फेरि म भाग्नु पर्ला जस्तो छ। यता हेऱ्यो बाढी, उता हेऱ्यो भने समुद्र छ। अब म यता मात्रै भाग्ने छ कोसिस, यता मात्रै छ ठाउँ। अब म यतै जानु पर्ला जस्तो छ गाइस, किनकि अहिलेको बिहानको 5:01 पनि गएको छैन। ठ्याक्कै म 5 बजे अहिले म पार्कमा आएर एकदम सुनसान ठाउँमा, वाह उतापट्टि झन् कस्तो राम्रो परेवाहरू बसेको छ। तर परेवा उडेर यहाँ आयो नि, छि गरेर करायो नि, कति रमाइलो लाग्थ्यो होला मलाई। उताबाट चाहिँ घाम आउनु लागिरहेको छ तर अस्ति अब हाम्रो पार्कमा चाहिँ पानी सुक्यो। अब बाढी आउन छोड्यो। यहाँ छिरिरिर गर्छ, बाढी आउन छोड्यो, कम हुँदै गएको छ। मेबी बन्द गरिदियो कि सग्लो तिल्यो बन्द गरिदियो जस्तो छ। सग्लो तिल्यो आएर सग्लो बन्द गरिदिएछ। अब म एकछिन चिसोमा हिँड्छु जुत्ता फुकालेर, अनि त्यसपछि म घर जान्छु अनि म फ्रेस हुन्छु। एकछिनमा म हिँड्छु। यो पानी सुक्ला जस्तो भएको थियो, फेरि स्टार्ट भएर चिरिर आउन लाग्यो। पानी त 1 घन्टा लाउँछ क्या होला। ला 1 घन्टा लाग्यो भने त म हिँड्न सक्दिनँ। अब म यहाँबाट जानुपर्छ किनकि म बजार हेलो गाइज, म त मेरो अघिको भिडियो होला राम्रो किन आयो होला भनेको ब्लर आएछ होइन। फेरि पनि म दौडिन चाहन्छु, हेर्नु ल। पछाडि सिटी सेन्टर छ भने म यतापट्टि पार्कमा छु, एक्लै घुम्न आएको मनिका सुनार। तपाईँहरूलाई कस्तो लाग्छ लास्टसम्म हेर्छ मेरो ब्लगलाई साथ दिनु ल। तपाईँहरूले सुन्नुभयो कि भएन गाइजहरू? ला यता मान्छेले सुन्नु बेलाइसक्यो, तपाईँले सुनेन होला। म फेरि पनि दौडिन चाहन्छु। अहिलेको मेरो भिडियो ब्लर आएछ, पानी पनि लिएर आएको छु। ल हेर्नुहोस् दौडे। हेर्नुभयो होला नि त मैले दौडेको, देख्नुभयो होला नि त। बल्ल दौडेँ, साह्रै गाह्रो भयो मलाई। उतापट्टि सिटी सेन्टरले मलाई फेरि ल्याएर छिटो धेरै नदौडी त दुब्लाउँछस् भन्ला नि फेरि। म अब दौडिनु चाहन्न। अब म बिस्तारै घर जान्छु। तपाईँहरूलाई म बाटै पछि मेरो घर जाने ठाउँ देखाउँछु, हेर्नुहोस् होला। मेरो भिडियो अन्तिमसम्म हेरेर बेलायकन भन्दा पनि सब्सक्राइब गर्न नभुल्नु होला र मेरो भिडियोलाई माया गरिदिनु होला। पानी पनि पक्रियो, फेरि पानी बिर्स्यो क्या नानी, 1 रियालको पानी फेरि किन्नु पर्ला भन्नु होला गाइजहरूले। नाइ म मेरो ज्यान बिर्सेर हिँड्छु होला, तर पानी कहिले बिर्सिन्न, किनकि पानी भनेको मान्छेको जिउने आधार हो। मैले अहिले यहाँ हिँड्दै
मलाई भोक लाग्यो भने थोरै पानी खायो भने अलिकति तागत आउँछ गाइस त्यही भएर म सबसँग बिर्से पनि म पानी चाहिँ बिर्सिन सक्दिनँ सब गाइस अहिलेको भिडियो कस्तो ब्लोर भए पनि कस्तो क्लियर आएको रहेछ क्या तर म चाहिँ नदेखेको कि तर म टाढासम्म पनि देखिरहेको थिएँ अहिले त मलाई त्यति बेला अहिले भिडियो यसो रिभ्यू गरेर हेरेको त मान्छे त ननिक्लेको रहेछ तब निलो टी सर्ट मात्र देखेर के फाइदा त है म दौडेको को दौडेको तर पनि मै दौडेको हो तपाईँ नेगेटिभ नसोच्नु होला तर पनि मै दौडेको हो तर पनि मलाई के लाग्यो भन्दाखेरि त्यो ब्लोर देखेर चाहिँ म क्लियर आएको भए मेरो कति राम्रो हुन्थ्यो होला भन्ने सोच भयो तर क्लियर आएन त्यसैमा म स्याड छु गाइस अब म बिस्तारै हिँड्दै घरतर्फ लागिरहेको छु मेरो भलकलाई राम्रोसँग तपाईँले हेरेर कस्तो लाग्छ एकचोटि सल्लाह सुझाव दिनुहोस् न म यो चाहिँ एडिटिङ गरेर हाल्छु योभन्दा अगाडिको मैले हालेको छैन बनाएको छु तर मैले एडिटिङ चाहिँ गरेको छैन सकेसम्म म यो हाल्छु नसके पहिलाको म एडिटिङ गरेर हाल्छु सबैजनाले भलकलाई माया गरिदिनु ल भन्न चाहन्छु फेरि यो कति पारा बोल्दै होइन हौ विक्रम सुनारको बहिनी त विक्रम जस्तो थिएन त यसरी धेरै बोल्थेन त तर यो विक्रम सुनारको बहिनी अहिले त कति साह्रो बोलेको भने होइन मलाई बोल्न सिकाएको पनि विदेश आएर त्योभन्दा अगाडि म लाटी घुसेको थिएँ अब चाहिँ म उतातर्फ लाग्छु यहाँको सबभन्दा पुरानो मार्केटबाट म भित्रतिर जान्छु किनकि मलाई अब खर्जन टाइम पनि भएको छ उताबाट कस्तो राम्रो घाम देख्नु यस्तो राम्रो घाम बिहानको देख्न पाएँ आइएम सो लक्की म धेरै आफूलाई लक्की ठान्छु जतिसुकै दुःख पऱ्यो भने बिहानको घाम अनि चराचुरुङ्गीको आवाज सुन्न पाउँदा धेरै रमाइलो लाग्दो रहेछ पार्कबाट हिँडेको अब दिदीहरूको रियाक्सन कस्तो हुन्छ है मलाई किन बोलाएनस् एक्लै किन गइस् भन्छ होला कहिले मलाई बोलाउनु पर्छ नि एक्लै हिँडेछ भनेर भन्छ होला म तपाईँहरूलाई त कैद गरेर देखाउँछु ल कस्तो हुन्छ तिनीहरूको रियाक्सन किनकि म एक्लै आएको नि त आज उसमा त मिसलाई पनि उठाएन जसले मलाई यहाँ ल्याउन सिकायो उसलाई नै मैले उठाएन भनेदेखि उसलाई कस्तो रियाक्सन होला एकचोटि म तपाईँहरूलाई लास्टसम्म हेरिदिनु ल मेरो भिडियो नभाग्नु नि फेरि काटेर हेर्न पाउँदैन नि सबै क्लियरली हेर्नु एकचोटि म तपाईँहरूलाई देखाउँछु कि उनीहरूको रियाक्सन कस्तो होला भनेर पछाडिबाट चाहिँ घाम आइरहेको छ कि घामले भनिरहेको छ मलाई किन खिचिस् भनेर मैले भनेको छु तिमी मेरो लागि प्राणभन्दा प्यारो छौ त्यसैले तिम्रो सुन्दरताको बयान गर्न मलाई एकदम राम्रो लाग्छ भनेर भनेको छु मैले घामलाई चाहिँ अनि मेरो दिदीहरूको रियाक्सन कस्तो हुन्छ लास्टसम्म हेरिदिनु ल त्यहाँ काट्ने होइन नि फेरि लास्टसम्म हेरेर जानुहोस् डाउन हिँडेको के अस्ति मेलिना दिदीले मलाई हिँड्यो बनाएर लिफ्टमा चढेर हिँड्छ नि यति पनि हिँड भनेर त आज म लिफ्टमा चढेँ सरी ल मेलिना दिदी म त आज लिफ्टमा चढेँ मेरो मिस्टेक भएन मेरो खुट्टाको मिस्टेक भयो मलाई कस्तो लिफ्टमा चढ्न मन लाग्यो बिहान एक्लै महसुस लाएर लिफ्ट पनि साथी हो नि त भनेर म साथी मानेर लिफ्टमा चढेँ सरी ल अब हिँडेर आएर नि लिफ्टमा नचढ हिँड्दै हात खुट्टाबाट हिँड्दै गएर लिफ्टमा नचढ भनेर मनमा थियो आज म लिफ्टमा चढेँ सरी आइएम सो सरी भन्न चाहन्छु म चाहिँ लिफ्टमा चढिदिएँ सरी ल तपाईँहरूलाई कोही उठेको छैन साँच्चै त्यस्तै भइरहेछ कोही उठेको छैन बुडुङ बम हान्दा पनि उठेन कोही उठेको छैन कोही पनि उठेको छैन यहाँ त कोही उठेको छैन